हेलो नमस्ते स्वागत छ मेरो च्यानलमा। आज म बनाउँदै छु क्रिस्पी स्वादिष्ट बन्दाकोपीको पकौडा। घरमै सजिलै बनेर एकचोटी खाएपछि फेरि पनि खान मन लाग्ने चियासँग एकदमै पर्फेक्ट नास्ता बनाउँदै छु। रेसिपी पुरै हेरेर लाइक शेयर गर्न नबिर्सनु होला। आउनु सुरुमा यसलाई चाहिने सामग्रीहरू तयार पारौँ। मैले 250 ग्राम जति बन्दा लिएकी छु र मसिनो गरी लाम्चो गरी काटेकी छु र 2टा मिडियम साइजको प्याज बन्दाकोपी जसरी नै काटेकी छु मैले र मिडियम साइजको 2टा आलु उसिनेको र थोरै हरियो खुर्सानी हालेकी छु। तपाईलाई कति पिरो मन पर्छ त्यति नै हाल्न सक्नुहुन्छ। र मसिनो गरी काटेको अदुवा, हरियो धनिया, अदुवा र लसुन थिचेको, ज्वानो आधा चम्चा जिरा, स्वाद अनुसार नुन, आधा चम्चा बेसार र जिरा र धनियाको पाउडर आधा चम्चा जति र 1 कप जति बेसन राखेर यसलाई राम्रोसँग मिक्स गर्ने। र मैले बिर्सिएछु 2 चम्चा जति यसमा तेल पनि राख्नुपर्छ र यसलाई यो सबै सामग्रीहरूलाई राम्रोसँग मिक्स गर्ने। पानी हाल्नु हुँदैन। यसमा आलु हालेको छ र बन्दाकोपीबाट पनि थोरै पानी निस्कने भएकोले पानी नहाल्नु होला। र मैले बेसन अलि कम लाएर मैले अलिकति थपेकी छु र यसलाई हातले राम्रोसँग मिक्स गर्ने। र यतिको भइसकेको छ। मैले यसमा पानी हालेको छैन र यसमा थोरै मैले पानी हाल्दै छु। थोरै हाल्नुपर्छ किनकि बन्दाकोपीबाट आफै पानी निस्कने भएकोले र आलु भएकोले डल्ला बनाउन सजिलो हुन्छ र पानी धेरै हाल्नु हुँदैन। र यतिको भइसकेपछि अब पकौडा बनाउनलाई रेडी भइसकेको छ। एउटा प्यानमा तेल तातिसकेको छ र मैले सानो सानो डल्ला बनाउँदै पकौडाहरू हाल्दैछु र पकौडा हाल्दाखेरि चप्किन दिनु हुँदैन। र तेल अलि धेरै तातिएको हुनुपर्छ सुरुमा। पकौडा हालिसकेपछि ग्यासको हिटलाई मिडियम राख्नुपर्छ र फर्काउने। यसरी सबै पकौडालाई फर्काउने। र फेरि पनि फर्काउने किनकि पकौडा सबैतिर पाकेको हुनुपर्छ। सबैतिर पाक्यो भने पकौडा क्रिस्पी बन्छ र खानलाई पनि एकदमै मिठो हुन्छ। यतिको भइसकेपछि अब पकौडा पाकिसक्यो र मैले एउटा छानीले सबै पकौडाहरू छेक्दै छु। यसरी नै बाँकी पकौडाहरू पनि पकाउँछु र त्यसरी नै सबै पकौडाहरू सानो सानो डल्लो बनाउँदै पकाउने। र फेरि पनि यो पकौडाहरू पनि सबै फर्काउने।
यी पकौडाहरू पनि पाकिसकेको छ। मैले झिकेँ सबै पकौडाहरू। बाहिर क्रिस्पी र भित्र सफ्ट बन्दाकोपीको पकौडा तयार भयो। तपाईहरूले चियासँग र चटनीसँग खान सक्नुहुनेछ। आजको रेसिपी तपाईहरूलाई कस्तो लाग्यो? मन पर्यो भने कमेन्ट, लाइक र सेयर गरेर साथ दिनुहोला। र यस्तै नयाँ नयाँ रेसिपी हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू।